सबैलाई फेरि वेलकम टु माई युट्युब च्यानल भनिसक्यो सायद तपाईँहरूलाई थाहा नै भयो होला यो कुन ठाउँ हो भनेर इन्भाइरोमेन्ट भन्दाखेरि सो यहाँ राइट नाउ म थलमा छु सो मेरो दिदीहरूसँग आएको आज फ्यामिली है अनि उस्तै चिल गर्न आएको होइन दिदी आउनु भएको छ नि त अनि मैले नै जाउँ भनेर आउनु भयो हियर इज माई लभली सिस्टर दुईजना आइ भने हेलो हेलो दिस इज द वे अफ पर्पल एज है उतै अगाडि हो सो अहिले चाहिँ हामी बाहिरै बसेर हुन्छ सुरु त भइसकेको अब त्यो नाम लेखाउनु पर्छ नि त अगाडि अहिले नाम लेखाउने प्रोग्राम चाहिँ 10 बजीबाट मात्रै गाइस ओके अहिले चाहिँ हामी यतिकै ऱ्यान्डमली घुम्दै बसिरहेको है छिरेको छैन एकछिनमा छिटो सायद यो पुरा कपाल लेभेन्टी खोज्दै हिँडेको क्या यो दोकानमा पाउँदो रहेछ होइन अनि यस्तो हाँस्ने गाइजहरूले 5 रुपियाँमा दुईवटा पाउने लेभेन्टी यहाँ त दुईवटाको 50 अरे 5 रुपियाँमा दुईवटा पाउने लेभेन्टी यहाँ त दुईवटाको 50 अरे क्या हुन त ठाउँ अनुसारले लिने हो त्यो ओभर भएन त होइन 5 रुपियाँमा पाउने दुईवटा 50 रुपियाँहरू ओभरै होइन होला के हो ओभरै दिदीहरू चाहिँ त्यहाँभित्र हुनुहुन्छ खै के सामान यति किन्न लगाइरह होला मैले ए गरिसक्यो यार दाइ छ्या गरिसक्यो त पेमेन्ट डबल दुईचोटि गर्नुपर्ने हो कि क्या म चाहिँ नर्मल गेटअपमा छु गाइजहरू ओके अहिले यतिकै हामी ऱ्यान्डमली हिँड्दै बसिरहेको छौँ है अब धेरै पछि आउनु भएको नेपालमा बिचमा त आउनु भएको थियो 4 वर्ष अगाडि नयाँ टोटल चाहिँ 12 वर्ष जस्तो भइसक्यो यतिकै घुम्दै बसिरहेको अहिले चाहिँ हामी सेनेटको अगाडि छौँ है यो अनि हल्का एक्साइटेड पनि छु आज ओपन माइकमा गर्नुलाई यसमा है बिग स्टेजमा गरेको छैन नि त कस्तो हुन्छ होला सी राम्रो डेस्टिनेसन नरियार त आज वार्मअपहरू पनि के पनि गरेको छैन भोकलको होइन अनि अलिकति गीत अलिकति त्यो सङ त्यो मैले पर्फर्म गर्नु लागेको गीत चाहिँ अलिक टफ नै छ अलिक गाह्रै छ है हेरौँ के हुन्छ अनि सो फर्स्ट टाइम हो मेरो चाहिँ यसमा ओपन माइक गर्न लाग्यो अनि बिग स्टेजमा है फर्स्ट टाइमै भनौँ अनि अलि नर्भस टाइप पनि भइरहेको होइन अनि मैले चुज गर्न लागेको गीत चाहिँ अलिक टफ पनि छ अहिले तर आफ्नो कम्फर्ट जोनमा बसेर गाउँछु म है सकिन्छ नसकिने त होइन कसले सकिँदैन र होइन त्यही पनि हेरौँ चाहिँ के हुन्छ अहिले चाहिँ यतिकै घुम्दै बसिरहेको है दिदीहरू अगाडि हुनुहुन्छ है अगाडि घुम्दिरहेको हुन्छ एकछिनमा चाहिँ कफी तलको माथि के हो क्याफे चाहिँ पायो त्यसमा अहिले चाहिँ हामी एकछिन यहाँ कफी सपमा आएको है एकछिन कफी दिदीहरू चाहिँ के खानु भएको छ नि म चाहिँ घाँटी बस्छ भनेर तातो चिज खाइरहेको त्यहाँको छिर्नु सो अब त्यही हो हेर्दै गर्नु होला अल्छी नमानिकन है सबैजना प्लिज त्यो ट्युन है अल्छी नमानिकन स्किप नगर्नु होला है दुईजनाको छुट्टै छ फेरि यहाँ कुरा
सो यहाँ दिदीहरूको चाहिँ छुट्टै छ फेरि बोल्नुहरूको यहाँ के हो पुरै अरू सो हाम्रो यहाँ प्यारो बहिनीहरू रहेछ पुरा है पुरा लजाइरहेछ कि सो बहिनीहरू चाहिँ हाम्रो यहाँको स्टाफ हो बहिनी यहाँको स्टाफ हो कति भयो काम युट्युब च्यानलमा आउँछ है झन् एडभर्टाइज गरिदिनु लाग्छु एकदम राम्रो बनाउँदो रहेछ यहाँ चाहिँ बहिनीहरूले कफी से हाई हाई भनिदेऊ न हेलो मतलबै छैन क्या उनीहरूलाई यो चाहिँ के यिनीहरूले हेरेको हो यो मुनिको यो मुनिको होइन त्यो सन्चो र मेरो त मिल्दो रहेछ पुरा म त्योसँग त्यस्तो कहिले पनि अहिले मात्र हो यस्तो भएको हामीलाई भेटेर कुरा गर्ने अघि पनि त्यस्तो मेरो पुरा मिल्दो रहेछ क्या अब हामी निस्किनु लाग्यो अब चाहिँ जानु लाग्छ गाइडहरू सो किप वाचिङ है सबैजना गर्नु होइन है त ल अब चाहिँ हामी जानु लाग्यो यसो ओपन माइक सुरु हुँदैछ है मैले मेरो लिस्ट पनि दिइसकेँ गीतको मैले गर्नु लागेको गीत चाहिँ छैन रहेछ क्या लिस्टमै आज सु फक्ट केही छैन एज युजल एउटा नेपाली गीतमा लिस्ट दिएको छु हेरौँ लेट्सी कस्तो हुन्छ है फर्स्ट टाइम हो यो बिग स्टेजमा गर्न लागेको मैले पर्फर्मेन्स लेट्सी हेरौँ है त कस्तो हुन्छ आई विल ट्राई माई बेस्ट है बेस्ट दिन्छु एकदमै कस्तो होला हल्का फुल्का नर्भस पनि भइरहेको छु है सो म चाहिँ अघिदेखि पुरा कफी र तातो पानी मात्रै खाइरहेको छु भयो मेरो कफी खासमा मैले जियानाको नजिकमा हेडन स्टोर गर्ने भनेको थिएँ गन जियानाको पनि हुँदैन शिक्षाको लागि मात्रै हेरेछ पुलिसमा है अनि मैले गन ड्राई कि मैले नकिङ गर्न हेडन स्टोर कि गन ड्राई गर्न लाग्यो छैन रहेछ पुलिसमा अनि मैले नेपथ्यको यो जिन्दगानी मैले तपाईँहरू भेटिरहेको नमस्ते हेलो शेख Okay, सबैजनालाई नमस्ते myself लाखा लामा as a musician artist so I'm doing gig as well सान्तिनो पप लाउन्जहरूमा गीत गरिरहेको छु म चाहिँ सोलो आर्टिस्ट हो या बट मेरो सङ चाहिँ रिक्वेस्ट अर्कै थियो बट त्यो प्लेलिस्टमा रहेन रहेछ आज द्याट्स वाइ आइ एम गोइङ टु सिङ सङ फ्रम नेपथ्य यो जिन्दगानी Hello, sick. Okay, सबैजनालाई नमस्ते myself लाखा लामा as a musician artist so I'm doing gig as well सान्तिनो पप लाउन्जहरूमा गीत गरिरहेको छु म चाहिँ सोलो आर्टिस्ट हो बट मेरो सङ चाहिँ रिक्वेस्ट अर्कै थियो बट त्यो प्लेलिस्टमा रहेन रहेछ आज द्याट्स वाइ आइ एम गोइङ टु सिङ सङ फ्रम नेपथ्य यो जिन्दगानी I hope you guys will love this song. How many guys you like Nepothe? Thank you so much for सबैजनाले मिलेर गाइदिनु ल Okay, here we go.
सो भर्खरै पर्पल हिल्सबाट निस्केको हामी चाहिँ मेरो फोन अफ भएर यहाँ दिदीकोबाट गरेको मैले ब्लग पनि अब भोक लाग्यो क्या अब खाजा खानु लाग्यो कहाँ यहीँ जाने हो खाजा खाएर अब जानु पऱ्यो स्वर नै सुक्यो त हौ छ्या यार के भएको यार आजकल मेरो वार्मअपै छैन घाँटीमा प्र्याक्टिस नगरेको थुप्रो भयो जहाँ अब एउटा गीत गाउँदा स्वरै गयो त गाइज के हो यस्तो यस्तो तरिकाले त मेरो घाँटी त नि के सिङ्गर बन्छ त यार एउटा गीत गाएको हुन्न मेरो आजकल त्यो नै प्र्याक्टिसै छैन वार्मअपहरू नगरेको धेरै भइसक्यो कि एउटा गीत गाएको त्यही पनि नर्मल गीत हो त्यो मेरो लागि स्वरै गयो एकदम सो गाइज यो थमेल भन्ने चिज चाहिँ फ्यामिलीसँग आउने चिज चाहिँ होइन है खासमा है मलाई चाहिँ त्यो लाग्छ हजुरहरूलाई कस्तो लाग्छ है दिदी बहिनीहरूसँग आउँदाखेरि हुन्छ नि त लाइक अब कस्तो टाइपले जज गरिदिन्छ नि त थमेलमा सो इट्स बेटर क्या दरमार्ग एरिया चाहिँ अलिकति है एकदम भिआइपी एरिया अनि लाइक मलाई चाहिँ त्यो राम्रो लाग्छ त्यहाँको इन्भाइरोमेन्ट यता यतापट्टि हो यता अनि मान्छेहरूलाई हजुरहरूलाई कस्तो लाग्छ यो विषयमा चाहिँ चाइनिज फुड खानलाई खोज्दै हिँडेको क्या खासमा यहाँ काहीँ पनि सबभन्दा यतापट्टि लास्ट टाइम आएको ठाउँमा लग्न लाग्यो मैले कस्तो भोक लाग्यो कहाँ माथि तल के खान मन लागिरहेको सो यहाँ कहाँ खाने भएर चाहिँ मैले चाइनिज खाऊँ भनेको चाइनिज खाने ठाउँमा लाग्न लाग्यो दिदीहरूलाई सो थमेलको नाइट लाइफ गाइजहरू तर अलिकति फ्यामिलीसँग आउनु चाहिँ अलिकति बोरिङै हुन्छ क्या है अब कस्तो कस्तो मान्छेहरू हुन्छ नि त लाइक थमेलमा त होइन अनि मलाई अलिक बोर लाग्छ क्या तर अलिकति फ्यामिलीसँग आउनु चाहिँ अलिकति बोरिङै हुन्छ क्या है अब कस्तो कस्तो मान्छेहरू हुन्छ नि त लाइक थमेलमा त होइन अनि सो यस्तो हुन्छ हो गाइज म यहाँ अब आधी घन्टा हुन लागिसक्यो खाजा खानु हिँडेको भनेको कहाँ के टुङ्गो थिएन कि अब एउटालाई चाइनिज खाना लाग्नु होला चाइनिज लोकल फुड खानुपर्ने रे एकजनालाई स्यान्डविच खानुपर्ने रे के हो मलाई चाहिँ अब उहाँ चाहिँ जे भयो नि उहाँ चाहिँ खासमा हुन त लाइक स्टल फुड नै खान मन लागिरहेको थियो किन अरू वेस्ट फुड खाने हो त स्टल फुड खाने भए म यहाँ भित्र हो कि मसँग भित्रै हो नि त नेपाली चाहिँ कस्तो कहाँ पाउँछ भने क्या यतिखेर अब त्यही छिर्नु पर्यो यार कस्तो अब के भन्ने गाइस यार म त यार अचम्म लाग्छ यार चिकन रोल ल पैसा चाहियो मलाई यहाँ कहाँ
मेबी कति 1 बजीकै होला यार मलाई कुन चाहिँ ठग्यो क्या 13 भन्नुभयो है के पुमान खाउँ बल्ल अब यहाँ अर्डर गरेको अब कति मानि पुरा भनिँदो लगाइसक्यो आएर अनि गइहाल्नुपर्छ अब सो अब अन्तिम पुगिसक्यो भ्लग आई थिङ्क हजुरहरूले मन पराउनु भयो होला नयाँ हुनुहुन्छ भने प्लिज लाइक सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला सो हाम्रो बिसाइसकेको छ यहाँ है अब के अघिदेखि स्यान्डविच भनेर बन्द लागिरहेको थियो आयो त मेरो त चिकन रोल है मेरो त चिकन मिस्टो रोल हो यो कसले यो कसको हो यो यसको होला यसको होला सबैजना मेरो म चाहिँ स्प्रिङ रोल ट्राई गर्नु भएको चिकन let me try दामी बढिया दामी रहेछ यार यो ट्राई गर्ने हो तँलाई मन पर्ने टाइपको हेऱ्यो 40 वर्षमा यति पो हिँड्नु त थियो र भागेर ससेज ट्राई गर्ने मिठो रहेछ सबै यहाँको गाइडहरू के हो नाम पनि के रहेछ यो यसको नाम काठमाडौँ बर्गर के अरे काठमाडौँ बर्गर गाइस डु भिजिट बेलुका खमेला आयो भने चाहिँ भोक लाग्यो भने चाहिँ पर्पल हेजको राइट साइडमा मिठो रहेछ सर्भिस पनि अलिकति ठिकै त्यस्तो फास्ट त होइन जिउस अरूभन्दा त राम्रै छ यो त मुखबाङ भ्लग जस्तो पो भयो त टाइम वेस्ट गऱ्यो जुस पैसा तिरेको अनुसार चाहिँ मिठै रहेछ महँगो होइन जे पनि महँगो यही महँगो ठाउँै महँगो